नमस्ते दर्शकबिन जति पनि दर्शक हेर्दै हुनुहुन्छ साम एम टच मसँग म तपाईँहरूलाई चाहिँ जानकारी अलरेडी गराए थिएँ कि तपाईँको फोन चोरी वा हराएको छ भने तपाईँ कसरी चेक गर्ने र के डकुमेन्टहरू चाहिन्छ योभन्दा पुरानो भिडियोहरूमा यसको जानकारी चाहिँ म तपाईँहरूलाई दिए थिएँ र म तपाईँहरूलाई चाहिँ यो पनि कुरा भने थिएँ कि आउने नेक्स्ट भिडियोमा म तपाईँहरूलाई चाहिँ कसरी गभर्मेन्टको वेबसाइटमा गएर तपाईँ चाहिँ ब्लग गर्ने त्यो प्रोसेस म तपाईँहरूलाई चाहिँ जानकारी दिन्छु होइन। त्यही जानकारी म तपाईँहरूले चाहिँ यो भिडियोमा दिन्छु होइन। तपाईँ जुट्नु भएको छैन भने हामीसँग जुड्न सक्नुहुन्छ र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब तपाईँ गर्न सक्नुहुन्छ। यसको फाइदा तपाईँलाई हुन्छ होइन। कुनै पनि नेक्स्ट भिडियो आयो भने तपाईँले चाहिँ इन्फर्मेसन हुन्छ। Welcome to Sham MTech, your guide to the world of technology. तपाईँ आफ्नो फोनमा भएको ब्राउजर जुन तपाईँ युज गर्दै हुनुहुन्छ त्यो ब्राउजर चाहिँ तपाईँ ओपन गर्नुपर्ने हुन्छ। तपाईँ चाहिँ त्यो ब्राउजर चाहिँ ओपन गर्नुहोस्। जुनसुकै ब्राउजर तपाईँ युज गर्दै हुनुहुन्छ त्यहाँ चाहिँ तपाईँले चाहिँ वेबसाइट पछि भन्छु होइन, ओपन गर्नुहोस्। ओपन गरिसकेपछि यहाँ वेबसाइट अलरेडी मैले भिजिट गरिसकेको छु होइन। यो चाहिँ mdms.nta.gov.np दिनुभयो भने यस्तो खालको इन्टरफेस आउँछ होइन। यहाँ चाहिँ तपाईँ आफ्नो फोन हराएको चोरी भएको यो चाहिँ यहाँ चाहिँ अनलाइन तरिका तपाईँ चाहिँ दर्ता गराउन सक्नुहुन्छ र डकुमेन्टहरू के चाहिन्छ जुन मैले पुरानो भिडियोहरूमा भने थिएँ। त्यही भएर म तपाईँहरूलाई चाहिँ भन्छु कि तपाईँहरू सब्सक्राइब गर्नु। सब्सक्राइब गर्नुभयो भने तपाईँलाई थाहा हुन्छ कसरी गर्ने हो र यही गर्नको लागि चाहिँ तपाईँ मार्केटमा जानुभयो भने तपाईँलाई धेरै पैसा पेमेन्ट गर्नुपर्ने हुन्छ होइन। जुन चाहिँ तपाईँ यो अनलाइन आफै गर्न पनि सक्नुहुन्छ होइन। तर बजारमा तपाईँ जानुभयो भने मलाई यो मेरो फोन हराएको छ यो गरिदिनुहोस् न भन्यो भने कति पैसा चार्ज गर्छ। सो यो चाहिँ तपाईँ बुझिराख्नु पर्ने हुन्छ कि कसरी तपाईँको फोन चोरी वा हराएको छ रेजिस्टर गर्ने हो। सो यहाँ हेर्नुभयो भने आइमी 1 दिएको छ, आइमी 2 दिएको छ, त्यसपछि फोन नम्बर, त्यसपछि तपाईँको जुन ब्रान्डहरू हुन्छ त्यो मैले यहाँ अलरेडी एकचोटि चाहिँ भिजिट गरिसकेको छु। त्यही भएर चाहिँ यहाँ डिटेक्ट गरिएको छ होइन। अब आइमी यहाँ चाहिँ तपाईँ आइमी नम्बर चाहिँ 15वटा डिजिट हुन्छ फोनको नम्बर, त्यो चाहिँ दिनुपर्ने हुन्छ। र आइमी आई नम्बरको बारेमा अलरेडी मैले बनाइसकेको छु भिडियो, जानकारी पनि दिइसकेको छु। आइमी आई नम्बर हेर्नुभयो भने मोबाइलको एबाउट सेक्सनमा पनि हुन्छ, बाई गरेको बिलमा पनि हुन्छ, फोनको कभरमा पनि हुन्छ। सो त्यहाँबाट चाहिँ तपाईँ फाइन्ड आउट गर्न सक्नुहुन्छ र त्यो आइमी नम्बर चाहिँ यहाँ चाहिँ तपाईँ दिन सक्नुहुन्छ। जुन म तपाईँहरू चाहिँ लाइभ होइन, लाइभ चाहिँ तपाईँहरूले देखाउन चाहन्छु होइन। सो सेम स्टेप बाई स्टेप तपाईँ नि फलो गर्न सक्नुहुन्छ होइन। म यहाँ चाहिँ आइमी नम्बर चाहिँ एउटा इनपुट गरेर तपाईँहरूले चाहिँ देखाउन चाहन्छु। मैले यहाँ चाहिँ आइमी नम्बर एउटा राखिसकेँ होइन। आइमी नम्बर यो राखिसकेपछि यहाँ ब्रान्ड र मोडल नम्बर चाहिँ अटोमेटिक डिटेक्ट गरिहाल्छ होइन, आइहाल्छ। र यहाँ चाहिँ तपाईँ फोन नम्बर दिनुपर्ने हुन्छ। जुन तपाईँ हरायो वा चोरी भएको छ त्यो फोन नम्बर जुन तपाईँ थियो नि त्यो मोबाइलमा लागेको हो त्यो चाहिँ यहाँ दिनुपर्ने हुन्छ। सो तपाईँले अलरेडी यो नम्बरहरू थाहै होला होइन, मैले पुरानो भिडियोमा पनि भने थिएँ। सो यहाँ चाहिँ तपाईँ दिन सक्नुहुन्छ। त्यो पनि मैले चाहिँ इनपुट यहाँ गरिसकेको छु होइन। त्यसपछि लस्ट अफ स्टोरेज लेखेको छ, तपाईँको चाहिँ के भएको छ होइन। यहाँ चाहिँ त्यो चाहिँ चुज गर्नुपर्ने हुन्छ। यहाँ लस्ट भएको छ भने 1 नम्बरमा यसो क्लिक गर्नुहोस् र यहाँ चाहिँ तपाईँ डेट राख्नुपर्ने हुन्छ। डेटमा क्लिक गर्नुभयो भने यस्तो चाहिँ आउँछ होइन। यहाँ चाहिँ तपाईँ यहाँ पेन्सिलको आइकन हेर्नुभयो, यहाँ चाहिँ तपाईँ क्लिक गर्नुभयो भने यहाँ चाहिँ तपाईँ लेख्न सक्नुहुन्छ। सो म यहाँ चाहिँ यसलाई चाहिँ तपाईँको फोन होइन हराएको कति तारिक होला त्यो चाहिँ यहाँ दिनुपर्ने हुन्छ। यो चाहिँ तपाईँ ध्यान राख्नुहोस् र सेटमा क्लिक गरिदिनुहोस्। त्यसपछि चाहिँ तपाईँको डिस्ट्रिक्टमा आएर तपाईँ कहाँको हो होइन, कहाँ हराएको हो त्यो चाहिँ यहाँ दिनुपर्ने हुन्छ। सो म यहाँ त्यो पनि क्लिक गरिदिन्छु। त्यसपछि चाहिँ तपाईँको के हो होइन, कति के पर्नुहुन्छ, गाउँपालिका हो कि नगरपालिका हो होइन, त्यो पनि यहाँ चाहिँ दिनुपर्ने हुन्छ। सो तपाईँ के हो त्यो अनुसार चाहिँ तपाईँ दिन सक्नुहुन्छ।
अलि मुनि आउनुभयो भने वार्ड नम्बर लेखेको छ। यहाँ चाहिँ तपाईँको वार्ड नम्बर कतिको छ त्यो चाहिँ वार्ड नम्बर दिनुपर्ने हुन्छ। अब यो कुराहरू दिइसकेपछि त्यसपछि चाहिँ भायोलेट आइएमई एन्ड कन्टिन्यू लेखेको छ हैन, यहाँ चाहिँ तपाईँ क्लिक गर्नुपर्ने हुन्छ। यो सबै कुराहरू तपाईँ चाहिँ स्टेप बाई स्टेप चेक गर्नु ठिक छ कि छैन हैन। ठिक छ भने भायोलेट आइएमई एन्ड कन्टिन्यूमा क्लिक चाहिँ गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ तपाईँले चाहिँ यहाँ के लेखेको छ इमेल एड्रेस जुन चाहिँ तपाईँ हैन भेरिफिकेसन त्यो फोन जुन हराएको छ त्यो इमेल तपाईसँग अरू फोनमा छ भने यहाँ चाहिँ दिन सक्नुहुन्छ। नत्र अहिले जुन तपाईँ फोन युज गर्दै हुनुहुन्छ नि त्यो इमेल चाहिँ यहाँ चाहिँ तपाईँ दिनुपर्ने हुन्छ। यहाँ तपाईँ चाहिँ त्यो इमेल जुन अहिले तपाईँ युज गरिराख्नु भएछ त्यो नि दिन सक्नुहुन्छ है, यसमा कुनै समस्या छैन। यहाँ इमेल माथि दिइसकेपछि यहाँ रिक्वेस्ट टु ओटिपी भनिएको छ, यहाँ चाहिँ क्लिक गर्नुपर्ने हुन्छ। अब के हुन्छ एकछिन चाहिँ पर्खनु पर्ने हुन्छ हैन। ओटिपी आउँछ है। अब यहाँ ओटिपी राखिसकेपछि भ्यालिड इमेल एन्ड कन्टिन्यू क्लिक गर्नुपर्ने हुन्छ। र तपाईँको त्यो इमेलमा ओटिपी आए छैन भने रिसेन्ट ओटिपीमा एगेन चाहिँ रिक्वेस्ट चाहिँ तपाईँ गर्न सक्नुहुन्छ। सो मसँग आइसकेको छ। सो भ्यालिड इमेल एन्ड कन्टिन्यूमा चाहिँ त्यसपछि चाहिँ यो इमेल एड्रेस एन्ड बिन भ्यालिड ओके। अब यहाँ चाहिँ तपाईँले चाहिँ तपाईँको पर्सनल इन्फर्मेसन आउँछ हैन। यहाँ चाहिँ तपाईँको फर्स्ट नाम के हो हैन, ध्यान दिएर तपाईँको नाम मिस्टेक चाहिँ नगर्नु होला, जुन रियल छ त्यही, किनभने यही अनुसार चाहिँ तपाईँको प्रोसेसर हुन्छ हैन। सो यहाँ चाहिँ तपाईँ आफ्नो नाम बिचको नाम तपाईँले लाग्छ भने दिनुहोस्, नत्र नदिँदा नै हुन्छ, केही समस्या हुँदैन। त्यसपछि चाहिँ लास्ट नेम कन्ट्याक्ट नम्बर, यहाँ चाहिँ तपाईँ हैन कन्ट्याक्ट नम्बरमा अरू नै दिन सक्नुहुन्छ हैन, मैले दिइसकेको छु। त्यसपछि यहाँ नेसनलिटीमा आउँछ हैन। नेसनलिटीमा तपाईँ नेपालको हो अवश्य हैन। सो यहाँ चाहिँ नेपालै राख्नुहोस्। त्यसपछि डिस्ट्रिक्ट चाहिँ तपाईँ जुन हो त्यो चाहिँ। त्यसपछि चाहिँ तपाईँ के हो गाउँपालिका कि नगरपालिका हैन। वार्ड नम्बर, यहाँ चाहिँ तपाईँ आफ्नो सिटिजनसिप नम्बर दिनुपर्ने हुन्छ। अब यहाँ चाहिँ तपाईँ आफ्नो सिटिजनसिप डकुमेन्ट नम्बर राखिदिनु भयो भने, जुन मैले यो जानकारी अलरेडी पुरानो भिडियोमा भनेको थिएँ कि के डकुमेन्टहरू तपाईँहरूलाई चाहिन्छ हैन। त्यसपछि चाहिँ यहाँ राखिसकेपछि अपलोड आइडेन्टिटी डकुमेन्ट। अब आइडेन्टिफाई गर्नको लागि चाहिँ यहाँ चाहिँ तपाईँले चाहिँ डकुमेन्ट अपलोड गर्नुपर्ने हुन्छ हैन। त्योमा चाहिँ तपाईँ आफ्नो जुन नागरिकता छ त्यो पनि दिन सक्नुहुन्छ। आफ्नो फोनको जुन कभरहरू छ, बिल्सहरू लिनु भएछ हैन, भेरिफिकेसन त्यही अनुसार हुन्छ हैन। यहाँ क्लिक गरेर तपाईँको फोनको फोटोस ओपनहरू हुन्छ हैन, त्यहाँबाट चाहिँ तपाईँ आफ्नो डकुमेन्टहरू छनौट गर्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ तपाईँ यहाँ नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ। नेक्स्ट गर्नुभयो भने यहाँ चाहिँ तपाईँको एमडिएमएसको चाहिँ जुन फर्म हुन्छ नि त्यो ओपन हुन्छ। यहाँ चाहिँ तपाईँले एकचोटि रिभ्यू गर्न भन्छ, चेक गर्नको लागि। तपाईँले चाहिँ जुन आफ्नो डिटेल्सहरू दिएको छ कतै मिस्टेक त छैन, एकचोटि चाहिँ चेक गर्नु होला। त्यसपछि चाहिँ तपाईँ सबमिट गर्नुपर्ने हुन्छ। सो यहाँ चाहिँ तपाईँ चेक गर्नुहोस् कि तपाईँको डकुमेन्टहरू एकदमै क्लियर छ कि छैन। यहाँ चेक गरिसकेपछि तपाईँको डकुमेन्ट सबै कुराहरू, र यहाँ लेखेको छ मुनि, यहाँ चाहिँ खाली कोठा छ नि, यहाँ चाहिँ तपाईँले चाहिँ टिक गर्नुपर्ने छ। यहाँ लेखेको छ आई डिस्क्लेयर दैट इट डिटेल्स अफ माई lost, stolen my phone and my personal information are genuine and non fraudulent। यहाँ उसले
तपाईँहरूले चाहिँ सोधिरहेको छ यो जुन जानकारी छ नि यो रियल हो कि फेक। तपाईँले चाहिँ यहाँ टिक लगाइसकेपछि यो सबै कुराहरू रियल हो होइन, ग्यारेन्टी, यो चाहिँ तपाईँ ध्यान दिनुपर्ने हुन्छ होइन। त्यसपछि कुनै पनि इलिगल तपाईँको केही भयो भने तपाईँमाथि एक्सन हुनसक्छ। सो यहाँ चाहिँ केयरफुल तपाईँ चाहिँ हुनुहोस्। यो होइन कि तपाईँ हराइ छैन त्यतिकै होइन, त्यस्तो गर्नु हुँदैन। त्यसपछि चाहिँ सबमिट फर्ममा लेखेको छ, सो तपाईँ सबमिट गर्नुपर्ने हुन्छ। र यहाँ चाहिँ सानो कोठा जुन छ नि यहाँ चाहिँ टिक लगाउनु पर्ने हुन्छ। टिक लगाइसकेपछि के गर्नुपर्ने हुन्छ, सबमिट होइन। सबमिट गरिसकेपछि यस्तो लस्ट एन्ड रजिस्टर सक्सेसफुल भनेर तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ। आई होप तपाईँहरूले चाहिँ कसरी आफ्नो फोन चोरी वा हराएको छ, कसरी अनलाइन रजिस्टर र आफ्नो फर्म कसरी चाहिँ तपाईँ भर्न सक्नुहुन्छ होइन, सबै डिटेल्स तपाईँ यो भिडियोमा हेर्नुभयो होला। र तपाईँ सब्सक्राइब गर्नुभएको छैन भने अवश्य चाहिँ सब्सक्राइब तपाईँ गर्न सक्नुहुन्छ। यस्तो टेक्निकल इन्फर्मेसनहरू यो च्यानलमा चाहिँ तपाईँको टाइम टु टाइम आइरहेको हुन्छ। सो यो तपाईँ होइन मार्केटमा गएर कुनै पसलमा गएर यो गर्नुहुन्थ्यो भने तपाईँले चाहिँ पैसाको डिमान्ड गर्छ र एकदमै हाई प्राइस भन्छ होइन। तर यो चाहिँ तपाईँ भिडियो देखिसकेपछि तपाईँ अनलाइन आफै पनि तपाईँ चाहिँ गर्न सक्नुहुन्छ। र तपाईँले चाहिँ यो भिडियो कस्तो लाग्यो नबुझेको ठाउँमा तपाईँ चाहिँ कमेन्ट भन्न सक्नुहुन्छ। र ठिक लागेछ भने आफ्नो साथीहरूलाई पनि तपाईँ सेयर गरिदिनु होला, किन तपाईँहरूको साथीहरूले पनि हेल्प भइहाल्छ।